अस्सलामुअलैकुम, नमस्ते साथीहरू। के चाल खबर? उम्मीद गर्दैछु तपाईहरू सन्चै नै होला। आजको भिडियो म दुई शब्द लिएर आएछु प्रधानमन्त्रीको माथि। मेरो देशको प्रधानमन्त्री सुशीला कार्कीज्यू, तपाईले देशलाई अगाडि बढाउन सक्दिन भने मुस्लिममाथि किन आरोप लगाउँदैछ? मुस्लिममा जिन्दो जलाइदिन्छ, अरू 7 वर्षमा बिहे गराइदिन्छ, काटमार गर्दैछ। तपाईले हेरेको छौ? कहिले हेरेको छैन भने यस्तो इन्जाम मुस्लिममाथि नलगाउनु। तपाई एउटा राम्रो कुर्सीमा बसेछ भने देशलाई अगाडि बढाऊ। यो यस्तो कुरा गरेर के खोज्दैछौ तपाईले? यिनीहरू आफै लडोस्, हिन्दू मुस्लिम गरोस्, यही सोच्दैछौ नि तपाई? यस्तो सोच नराख्नु, देशलाई अगाडि बढाउनु। मैले यही भन्न चाहन्छु, तपाईले जुन शब्द बोलेछौ नि मुस्लिममाथि, यो शब्द तपाई फिर्ता लिनु। फिर्ता लिँदैन भने हामी मुस्लिम दाजुभाइ दिदीबहिनी चुप लागेर बस्नवाला छैन। हामीहरू आवाज उठाउँदै रहन्छु, किनकि हाम्रो बारेमा, हाम्रो मुस्लिम समुदायको बारेमा तपाईले उल्टो पुल्टो बोलेछौ। यस्तो उल्टो पुल्टो शब्द तपाईलाई फिर्ता लिनुपर्छ। जे पाई त्यही बोल्न पाउँदैन है। प्रधानमन्त्री भए भने जे पाई त्यही बोल्ने, यो कसले अधिकारी दिएछ तपाईको? जे पाई कसैको धर्मको खिलाफ गर्ने, कसैको धर्मको नराम्रो भन्ने, एउटा राम्रो कुर्सीमा बसेर त्यही धर्मको खिलाफ गर्न चाहन्छ तपाई? यस्तो गर्न पाउँदैन। तपाईले जुन शब्द बोलेछौ नि, यो शब्द तपाई फिर्ता लिनु। होस्, जय नेपाल।